नेपाल सम्बन्ध 1146 नयाँ वर्षको यहाँ सम्पूर्णलाई शुभकामना छ। आज मिति 2082 कार्तिक 5 गते नेपाल सम्बन्ध 1146 कचनाथु पारु बुधबार अक्टोबर 22 2025 म ऋषिका श्रेष्ठ आजको कार्यक्रमको उद्घोषकको रूपमा उपस्थित भइसकेको छु। यहाँ सबैलाई हृदय धन्यवाद व्यक्त गर्न चाहन्छु। यतिखेर हाम्रो माझमा काकीज्यू हाम्रो माझमा आइसक्नु भएको छ। नेपाल सम्बन्धको यो कार्यक्रम यो माल्यार्पण समारोहलाई जोजोलेमान बनाउनको लागि आइसक्नु भएको छ। उहाँको सम्मानमा सम्पूर्ण आदरणीय व्यक्तित्वहरूले एकपटक ताली बजाएर स्वागत गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। यता स्थानमै उभिएर स्वागत गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। तालीको साथमा आज विभिन्न सञ्चार माध्यमबाट यो कार्यक्रमलाई कैद गरिरहेको छ। यसैगरी सम्पूर्ण मिडियाका साथीहरू सञ्चार क्रियाबाट आउनुभएका सम्पूर्ण पत्रकार साथीहरूलाई हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ। यहाँहरूको सहयोग यहाँहरूको साथ पक्कै पनि सराहनीय छ। आसन ग्रहण गरिदिनुको लागि विशेष आग्रह गर्न चाहन्छु। सुशीला कार्कीज्यू सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वागत गर्न चाहन्छु। म मेरो तर्फबाट र प्रतिनिधिको तर्फबाट आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। आजको यो विशेष समारोहलाई समुद्घाटन गरिदिनुको लागि म प्रमुख अतिथिज्यूलाई अनुरोध गर्न चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यू सुशीला कार्कीज्यू हाम्रो माझमा हुनुहुन्छ। उहाँले पारसमाथि प्रज्वलित गरेर आजको यो कार्यक्रमलाई विधिवत रूपमा समुद्घाटन गर्दै हुनुहुन्छ। सहजीकरण गरिदिनुको लागि म अध्यक्षज्यूलाई अनुरोध गर्न चाहन्छु। प्रतिष्ठानका अध्यक्षज्यू यहाँलाई हार्दिक अनुरोध गर्दछु। यो सँगसँगै माल्यार्पण कार्यक्रम पनि हुनेछ। समुद्घाटन पश्चात हामी प्रतिमामा शङ्करदेव साखवाको प्रतिमामा माल्यार्पण गर्नेछौँ र सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई भिड नगरिकन सहजीकरण गरिदिनुहुनेछ भन्ने पूर्ण आशा राख्दछु। आदरणीय व्यक्तित्वहरूलाई र सञ्चारकर्मी साथीहरूलाई अगाडि नै गइदिनुको लागि मैले अनुरोध गरेँ। अलिक सजिलो हुन्छ यहाँहरूलाई। यस पश्चात शङ्करदेव साखवाको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। प्रमुख अतिथि प्रतिमामा माल्यार्पणको लागि अगाडि बढिसक्नु भएको छ। श्रेष्ठ लगायत विशेष व्यक्तित्वहरूले प्रतिमामा माल्यार्पण गर्दै हुनुहुन्छ र यसलाई नमस्ते कोपा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ। हाम्रो जात्राबाट प्रत्यक्ष प्रसारण गरिरहेको छ। दुवै मिडियालाई धेरै धेरै आभार प्रकट गर्न चाहन्छु। र सँगसँगै मिठो धुनको साथमा साथ दिइराख्नु भएको छ तान अनि बाँसुरी खनालले। यहाँलाई पनि समारोहका सभा अध्यक्ष महोदय, मञ्चमा आसीन अतिथिज्यू, सम्मानित व्यक्तित्वहरू, दाजुभाइ दिदीबहिनीहरू, कार्यक्रममा उपस्थित पत्रकार महानुभावहरू, नेपाल सम्बन्धका शुभचिन्तक तथा सम्पूर्ण आत्मीय दिदीबहिनी तथा दाजुभाइहरूमा मेरो न्यानो अभिवादन छ। नेपाल सम्बन्धको नयाँ वर्ष 1146 को अवसरमा हार्दिक शुभकामना। नु द या बिन्तुना राष्ट्रिय विभूति शङ्खधर साखवा प्रतिष्ठानको आयोजनामा भइरहेको यस समारोहमा मलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरेकोमा प्रतिष्ठानलाई हार्दिक आभार व्यक्त गर्दै शङ्खधर साखवाप्रति श्रद्धा सुमन अर्पण गर्न चाहन्छु। साथै नेपाल राष्ट्रलाई स्वतन्त्र र स्वाधीन बनाउन विभिन्न आन्दोलनमा ज्यान बलिदान दिनुभएका ज्ञात अज्ञात शहीदहरूप्रति
भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्दछु। आज हामी नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक नेपाल सम्वत 1146 को नयाँ वर्ष प्रारम्भ र यसका प्रणेता राष्ट्रिय विभूति शङ्खधर साखवाले नेपाल सम्वत प्रवर्तन गर्नुभएको ऐतिहासिक दिवस मनाउने सन्दर्भमा भेला भएका छौँ। यो विशेष गरी कान्तिपुर र भातगाउँमा उत्पत्ति भए पनि राष्ट्रकै मौलिक सम्वत हो। शङ्खधर साखवा काठमाडौँको मरुसत्तल इलाकाका एक कुशल व्यापारी हुनुहुन्थ्यो, तर उहाँको परिचय नाफा कमाउने व्यापारीमा मात्र सीमित थिएन। एक महान समाजसेवी र लोक कल्याणकारी व्यक्तित्व हुनुहुन्थ्यो। आजभन्दा 1146 वर्ष अघि राजा राघवदेवको शासनकालमा उहाँले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो। यो दिन नै नेपाल सम्वतको शुभारम्भ आधार हो। उहाँको यही अतुलनीय योगदान र सामाजिक न्यायको महान कार्यको कदर स्वरूप विसम्वत 936 मा नेपाल सम्वतको थालनी गरियो। यो सम्वत कुनै राजाको शक्ति वा युद्धको विजयबाट प्राप्त होइन, बरु एक व्यापारीको त्याग र परोपकारको आधारमा सुरु भएकोले यसको महत्त्व निकै उच्च छ। अर्थात् यो लोकस्तरबाट उत्पत्ति भएको र लोक कल्याणको विरासत बोकेको सम्वत हो। यस कुरालाई मनन गर्दा समाजमा स्वाभिमानी र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्न उहाँले दिनुभएको योगदान अविस्मरणीय छ। यसैको सम्मानमा उहाँलाई विसम्वत 2056 मा राष्ट्रिय विभूति घोषणा गरियो र 2065 कार्तिक 7 गतेदेखि नेपाल सम्वतलाई राष्ट्रिय सम्वत घोषणा गरिएको छ। सरकारी कागजातमा नेपाल सम्वत समेत उल्लेख गर्ने निर्णयले सरकार यस सम्वतको संवर्धन, प्रवर्धन र व्यावहारिक रूपमा लागू गर्न तत्पर रहेको प्रश्न रहेको मैले ठानेको छु। साथै सरकारी कार्यालयमा नेपाल सम्वतको प्रभावकारी कार्यान्वयन गर्न पनि सम्बन्धित मन्त्रालय मार्फत थप निर्देशन दिने वचन दिनुका साथै अनुगमनको लागि प्रतिष्ठानसँग सहकार्य गर्न चाहन्छु। यसै गरी नेपाल राष्ट्र ब्याङ्कद्वारा निष्कासित गरिने नोटमा नेपाल सम्वत उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। नेपाल अझै पनि निरपेक्ष गरिबी र असमानतासँग लडिरहेको छ। समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक स्तर वृद्धि गर्न साखवाले देखाउनु भएको मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्नु आवश्यक छ। नेपाली राष्ट्रियता, मौलिकता एवं सामाजिक इतिहासलाई उच्च राख्ने शङ्खधर साखवा जस्ता महान व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ। व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पुरा हुन सक्छ। उपस्थित जनसमुदाय 2082 भदौ 23 र 24 गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरूको अनाहकमा ज्यान गएको र सयौंको सङ्ख्यामा घाइते भएको घटनाले म अत्यन्त दुखी छु। आज यस समारोह मार्फत पनि उक्त आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण प्रतिभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुको साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले 2082 फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन गर्न जिम्मेवारी पाएको यहाँहरूलाई सर्वविदितै छ। यस सरकारसँग नेपालको संविधान अनुसार जेनजी समूहको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व रहेको छ। लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ। साथै निष्पक्ष निर्वाचन गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग समूहको साथ सहयोग रहनेछ भन्ने कुरामा विश्वस्त रहेको छु। अन्त्यमा आज सम्मानित व्यक्ति र संस्थालाई हार्दिक बधाई ज्ञापन गर्दै
शङ्खधर साख्वाले देखाउनु भएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस्। नयाँ वर्षले हामी सबैको जीवनमा सुख शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थपोस्। नु दया बियान्तु। धन्यवाद। म सँगसँगै उपप्रमुखज्यूलाई पनि सहयोग गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। मध्यपश्चिम नगरपालिकाको तर्फबाट यो मागेको छु। सम्माननीय प्रधानमन्त्रीज्यूलाई हस्तान्तरण गर्दै हुनुहुन्छ सुरेन्द्र श्रेष्ठ नगर प्रमुख, विजय कृष्ण श्रेष्ठ नगर उपप्रमुख। यहाँलाई धेरै धेरै धन्यवाद छ। हामी कार्यक्रमको अन्तिम चरणमा छौँ र धन्यवाद ज्ञापन